नमस्कार दर्शकबिन, स्वागत छ कार्यक्रम पागल मनमा र म हुँ कार्यक्रम प्रस्तुता जिआर भट्ट। हामी यस कार्यक्रममा तपाईहरूले नै पठाउनु भएका मुक्तकहरू वाचन गर्ने गर्छौं। यदि तपाईँ पनि यस कार्यक्रममा मुक्तक पठाउन चाहनुहुन्छ भने स्क्रिनमा भएको इमेल एड्रेसमा तपाईले आफ्ना मुक्तकहरूलाई चाहिँ मेल गर्न सक्नुहुनेछ र साथै कमेन्ट बक्समा पनि तपाईले आफ्ना मुक्तकहरू छोड्न सक्नुहुनेछ। तपाईहरूले पठाउनुभएका मुक्तकलाई हामी यस कार्यक्रममा अवश्य पनि वाचन गर्नेछौँ। पहिले आफूप्रति नै आफ्नो विश्वास हुनुपर्छ, हृदय विचार बोलीमा ईश्वरको वास हुनुपर्छ। पहिले आफूप्रति नै आफ्नो विश्वास हुनुपर्छ, हृदय विचार बोलीमा ईश्वरको वास हुनुपर्छ। जन्मेपछि एक दिन मर्नै पर्ने मानवीय चोला हो। जन्मेपछि एक दिन मर्नै पर्ने मानवीय चोला हो। जन्मसिद्ध पार्ने कर्म गरी संसारकै खास हुनुपर्छ। जन्मसिद्ध पार्ने कर्म गरी संसारकै खास हुनुपर्छ। रेणुका रिजाल ताङ तुलसीपुरबाट पठाउनु भएको यो मुक्तक तपाईहरुमा चाहिँ प्रस्तुत गरिसकेका छौं। जति छल आए पनि नछोइने किनार भयो। बाटो कता र कसरी मोडियो थाहै भएन, दिलको ढोका किन तोडियो थाहै भएन। बाटो कता र कसरी मोडियो थाहै भएन, दिलको ढोका किन तोडियो थाहै भएन। थाहै नपाई धेरै कुरा भइसकेछ जीवनमा, थाहै नपाई धेरै कुरा भइसकेछ जीवनमा। मनसँग मन कसरी जोडियो थाहै भएन, मनसँग मन कसरी जोडियो थाहै भएन। मिना चौलागाईद्वारा लेख्नु भएको यो मुक्तक तपाईहरुमा चाहिँ प्रस्तुत गरेको छु है। सपना देख्ने सिरान भयो जति छ। फेरि पनि अर्को मुक्तक वाचन गर्न चाहे। भोग भन्दा भोजन मिठो मान्नेहरू, अरू छोडी मार्सी चामल छान्नेहरू। भोग भन्दा भोजन मिठो मान्नेहरू, अरू छोडी मार्सी चामल छान्नेहरू। एकपल्ट मजदुर जीवन जिएर त हेर, एकपल्ट मजदुर जीवन जिएर त हेर। जनताको पसिना आफ्नै पेवा ठान्नेहरू, जनताको पसिना आफ्नै पेवा ठान्नेहरू। गीता ढुङ्गाना काठमाडौँबाट पठाउनु भएको यो मुक्तक। दर्शकबिन, आजको यस बसाइबाट छुट्टिनु पर्ने समय भएको छ। आजको यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया पठाउनु भने नबिर्सनुहोला। दर्शकबिन, यस कार्यक्रमप्रति कुनै सल्लाह सुझावहरू छन् भने कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु भने नबिर्सनुहोला। तपाईहरुकै सल्लाह अनि सुझावले हामीलाई आगामी दिनहरूमा अगाडि बढ्नमा चाहिँ मद्दत पुर्याउनेछ। आजको यस कार्यक्रममा जसको पनि मुक्तक वाचन गरे यहाँ सम्पूर्ण साहित्य प्रेमी पागल मनहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्दै अर्को बसाइमा भेट्ने बाचा गर्दै आजको यस बसाइबाट म पनि ओझेल हुन चाहन्छु। नमस्ते। बसेका ती यादहरूको